हेलो साथीहरू, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ धेरै समयको ब्लग गर्दैछु होइन। अर्कै यात्रामा छु आज चाहिँ हामी। अब लागेको हामी चाहिँ होइन, त्यही हो। यस्तो छ यहाँदेखिको ठाउँ चाहिँ होइन, पुरै भिड पाखाहरू मात्रै छ। हामी कहाँ पुग्दैछौँ भने अब माथिको चाहिँ अब नेट चल्यो भने चाहिँ म भिडियो अपलोड गरिहाल्छु, नत्र अब पछि कहिले आउँछ यो भिडियोहरू चाहिँ। यस्तै छ, के गर्नु, जिन्दगी। गाडी साडी पाइँदैन यहाँ। गाडी भनेको जो फुङलिङ बजारदेखि यता बजारसम्म चाहिँ गाडी ओर्लेर बस्यो। अनि आज चाहिँ हाम्रो लगभग 5 देखि 6 घन्टाको पैदल यात्रा छ। अब हेरौँ, पानी पर्नु लागेर चाहिँ के हुन्छ, मौसमले के कस्तो साथ दिन्छ। राम्रो हो भने म भिडियो बनाउनेछु, भएन भने के हुन्छ। केटाहरू कुनै साथीहरू अगाडि छ, कुनै पछाडि छ होइन, त्यही हो। यहाँ चाहिँ फेरि केही छैन क्या। अब पुरै पारिपट्टि पनि फेरि यहाँ यतानिर एउटा सानो रोड छ, गाडी नछिर्ने। एउटा मात्रै गाडी नछिर्ने हेर्नु, एउटा मात्रै गाडी छिर्छ, अरू छिर्दैन, क्रस हुँदैन मतलब। अनि त्यही मैले चाहिँ के सोचेको थिएँ भने कन्टेनरहरू पनि छैन होइन। कन्टेनरहरू पनि हुँदैन, त्यही माथि यसो अल्छी लागेको एक्लै अनि बोल्दै जाउँ न भनेर भिडियो बनाउनु थालेको। त्यही हो, अब लाली ग्रास फुलेको छ यहाँ तल। यस्तै हुँदो रहेछ हौ साथीहरू, के गर्नु। त्यही हो, अब बेला बेलामा देखाउँछ। हामी चाहिँ अहिले खोलामा पुगिसक्यो होइन। यहाँ चाहिँ खोला छ, तमोर खोला हो। ठाउँको नाम चाहिँ मलाई पनि थाहा छैन, यो कहाँ पुगेको के गरेको मलाई चाहिँ केही थाहा छैन। यहाँ चाहिँ फेरि नेटवर्क पनि समस्या छ क्या, कोहीसँग कन्ट्याक्ट पनि हुँदैन। यहाँ चाहिँ साथी छुटेपछि छुट्यो क्या, कन्ट्याक्टै हुँदैन। कुनैतिर नेटवर्क दिँदो रहेछ, त्यतिखेर कल गरेँ, नत्र भने सक्यो। लाग्यो भने लाग्यो। फेरि यहाँ मेरोमा यो ठाउँमा ठ्याक्कै दिइरहेको छ नि, उता अर्को ठाउँमा दिँदैन, त्यही समस्या छ क्या। त्यही भएर हेरौँ के कस्तो हुन्छ। यो चाहिँ हाम्रो तमोर खोला। यहाँ चाहिँ अलिक यो ट्याक्सीहरू चाहिँ टर्दैन रहेछ, यो ट्र्याक्टरहरू चाहिँ तर्दो रहेछ। दुःख चाहिँ कहाँ, यहाँ पुल निर्माण हुँदो रहेछ। गाडीको होला सायद, पैदलको चाहिँ माथि छ। अब चाहिँ भने हामी त्यही पैदलबाट हिँड्नु पर्ने हुन्छ होइन। यस्तो छ यहाँ चाहिँ ठाउँहरू। यहाँ चाहिँ पुरै खोला ठुलो छ क्या, त्यही भएर यो ट्याक्सीहरू चाहिँ तर्दैन अरे, ट्र्याक्टर चाहिँ जान्छ। यहाँ चाहिँ यस्तो छ हाम्रो यो तमोर खोला अरे चाहिँ, यहाँ पुरै निर्माण भएको छ। सायद यो चाहिँ गाडीको लागि होला, यस्तो बनाएको रहेछ। केटाहरूको फोटो सुट हुँदैछ यहाँ माथि। चढ्नु पर्ने हुन्छ यहाँदेखि। यस्तो छ यो चाहिँ हाम्रो, यस्तो रहेछ यहाँ चाहिँ चढ्नुपर्ने बाटो चाहिँ पुरै डेन्जर क्या। हिजो गाडीमा आउँदा नै पुरै अप्ठ्यारो बाटो थियो होइन, त्यही पनि आइयो दुःख सुख। अब पनि यस्तो छ होइन, माथि हेर्दै जाउँ माथि केही कस्तो छ होइन, राम्रो पनि हुनसक्छ। यहाँ चाहिँ यस्तो छ। कति उकालो चढी छासेर फेटो हुनु थाल्छ म त यहाँ काठबाट। यो यस्तो छ, यो चाहिँ हाम्रो के भन्छ पुल। यहाँ चाहिँ यस्तो छ। यो हाइड्रोले गर्दा खोला चाहिँ लाग्थ्यो, यो आउँदो रहेछ क्या पानी चाहिँ। हाम्रो गाडीहरू चाहिँ पारिपट्टि छ होइन।
अब यहाँ चाहिँ गाडी तर्दैन नि त, त्यही भएर पारिपट्टि छ गाडीहरू चाहिँ। त्यस्तो रहेछ यो, के हो बल्ल होला सायद। अहिले चाहिँ हामी खोलासोला तरेर माथि पुगिसक्यौँ होइन। यहाँ चाहिँ यो चौरी हो कि याकको, यो चौरी होला यो। त्यही हो हिमाली साइडको चाहिँ अब यस्तै यस्तै जनावरहरू पाइन्छ होइन। यो चौरी हो कि याकको चौरी अहिले चाहिँ हामी यहाँ चौरी गोठमा आइपुग्यौँ। एक्ज्याक्टली ठाउँको नाम चाहिँ थाहा छैन, तर यहाँ चाहिँ चौरीहरू बस्ने ठाउँ रहेछ। यहाँ चौरी गोठ पनि रहेछ यहाँ। अब खानेकुराहरू त केही पाइँदैन होला गोठमा होइन, त्यही हो। भोक लागिसक्यो पुरै, टाढाको बाटो चाहिँ लगभग हामी अहिले 2-3 घन्टा हिँडिसक्यौँ। आधी बाटो चाहिँ पुग्यो कि भन्ने अनुमान हामी सबै थाहा छैन, सबै नयाँ नौलो मान्छेहरू मात्रै क्या सबै यहाँ। त्यही भएर आधी बाटो चाहिँ पुग्यो कि भन्ने कुरा हुँदैछ। हेरौँ कति टाइम लाग्छ होइन। यहाँ चाहिँ गोठ छ क्या, यो रोड चाहिँ यहाँ माथि हो, हामी चाहिँ यहाँ तल सर्टकट बाटो छिरेको। अब रोडै रोड जाउँ भने गाडी छैन, सर्टकट बाटो हिँड्नै पऱ्यो। कालो आइरहेको छ होला, केही छैन। यस्तो छ केटाहरू यहाँ अगाडि। फाइनली अहिले चाहिँ हामी गोला पुगिसक्यौँ होइन। त्यता पारि छ केटाहरू छ, पारि चाहिँ गोला छ। यहाँ चाहिँ पुरै धुमिरा छ होइन, त्यही हो। अब अलिक बाटोमा चाहिँ मैले भगै गरिनँ, किनभने मलाई हिँड्न साह्रो भइरहेको थियो क्या, त्यही भएर मैले भगिनँ। अब पुग्न लागेँ। हामी चाहिँ तम्मर खोला यहाँ छ मुनि, खोला आएको नि त हामी त, त्यही भएर अब चाहिँ हामी लगभग पुगिसक्यौँ। 10-15 मिनटको बाटोमा छौँ हामी चाहिँ अहिले होइन। पुगिसक्यौँ, प्रवेश गरिसक्यौँ, गोला प्रवेश चाहिँ गरिसक्यौँ हामी होइन। अब बस्ती पुग्नु रहेछ, त्यही हो। अति देखिने ठाउँमा जानु पुग्नुपर्ने हामी चाहिँ। हामी त्यस्तै छ, के गर्नु। पानी पर्नु लागिरहेछ यहाँ चाहिँ। अब तपाईँको पानी पर्छ त यहाँ। यस्तो ठाउँहरू छ क्या पुरै। यहाँ तम्मर खोला आएको है। फर्स्ट टाइम आएको त ढुङ्गामा, मलाई त कति त्यही माथिकै हो कि भन्ने छ। यस्तो छ क्या यहाँ गाडी हिँड्ने रोड चाहिँ। यहाँ त मुनि छ खोलामा सानो। यस्तो छ बाटो चाहिँ। यस्तै हो साथीहरू, अब के गर्नु। पानी छिटाउनु थाल्यो यहाँ चाहिँ हाम्रोमा भन्दा नि यो अब गोलामा। अहिले चाहिँ हामी गोला पुग्दै गएर हाम्रोमा यस्तो खतरा ठाउँहरू रहेछ यार यहाँ। फाइनली हामी चाहिँ ओलाङचुङ गोला पुग्यो होइन। यहाँ चाहिँ लेखेको छ हामी चाहिँ प्रवेश गरिसक्यो बजारमा।
अब हाम्रो सामानहरू चाहिँ आउनु बाँकी छ। यहाँ चाहिँ बाख्राहरू रहेछ। अहिले चाहिँ हामी गोला बजार क्रस गरिसक्यौँ होइन। यस्तो रहेछ यहाँको ठाउँहरू चाहिँ। अब फर्स्ट टाइम आएर कतिपयहरू त अब पहिला पनि पुग्नु भयो होला तपाईँहरू त, नपुगेकोहरूलाई चाहिँ यस्तो रहेछ। यहाँ मुनि चाहिँ उयो रहेछ उनीहरूले हाम्रो सामान बोकेको ट्र्याक्टर पनि छिरिसक्यो अगाडि होइन। अब चाहिँ हामी यहाँ अनलोड गरेर अनि कता हुन्छ अझ चाहिँ हाम्रो बसै कसैतिर जानुपर्ने हुन्छ, त्यही हो। चौधै आयो हान्दैन एकचोटि हाने भने त यार यहाँको सीमा त ल साथी हो। अब चाहिँ हाम्रो फाइनल बस्ने ठाउँ चाहिँ आइपुग्यो होइन। हो यहीँ रहेछ हाम्रो बस्ने ठाउँ चाहिँ। अब यहाँ चरेर आएर देखाइदिनुहुन्छ हाम्रो बस्ने ठाउँ। अनि हामी चाहिँ अब यहीँ बस्नुपर्ने हुन्छ अब कति 4-5 दिन होला आजसँग, त्यही हो। यहाँ चाहिँ भलिबल नेट रहेछ होइन। त्यही हो अब यहीँ बस्नु सक्यो हो।